साथीहरूलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म यो डिजाइन बुन्न सिकाउँदैछु है साथीहरू। अस्ति मैले बोर्डर यस्तो बुन्न सिकाइरहेको थिएँ। आज चाहिँ यो डिजाइन बुन्न सिकाउँदैछु, हेर्नु होला। यो चाहिँ 4 घर उल्टो यता आफूतिर 4 घर छेडेर बनाउनु पर्छ। अनि प्याटर्न राख्ने 2 घर चाहिँ उँधोबाट उँधो छेडेर प्याटर्न हो त्यसरी। पहिले पल्लोमा छेड्ने अनि ओल्लोमा छेड्ने, पछाडिको पहिले बुन्ने अनि मात्रै अगाडिको बुन्ने 2 घरमा हो। त्यो चाहिँ प्याटर्न राखेको। फेरि 4 घर यताबाट। यो अब पहिला चाहिँ अप्ठ्यारो हुन्छ क्या, अर्कोचोटिदेखि अलिक सजिलो हुन्छ। तल अब उता धागो घुमाउने अनि पल्लो घर पहिले पल्लो घरलाई पहिले अनि ओल्लोमा त्यसलाई ननिकाली ओल्लोमा छेडेर 2टै निकाल्दिने एकैचोटि। फेरि यता फेरि यता यता अब फेरि 2 घर पछाडिकोलाई पहिले बुन्ने अनि अगाडिकोलाई अनि निकाल्दिने। यसो गरेर यो प्याटर्न 2 घर गरेर उठाउने। अनि अर्कोचोटिदेखि फेरि ओल्लो जुन एउटा उल्टो घर छ त्योबाट बाङ्गो बनाएर ल्याउनु पर्ने हुन्छ नि त। अब यसमा चाहिँ 3 घर उल्टो बन्नु। फेरि मैले 4 राखेको छु, जति उडाको राख्दैन। यता चाहिँ अब 3 घर उल्टो, 4 घरै उल्टो, अहिले 4 घर उल्टो। अनि अब फेरि अहिलेको 2 घर बुट्टा बनाएको 2 घर यतापट्टि बुन्ने 2 घर, आफूतिर 2 घर। अनि फेरि उतापट्टि 4 घर। अघि चाहिँ माथिपट्टि 4 घर बुनेर थियौँ, अहिले चाहिँ मुनिपट्टि 4 घर। अब यता 2 घर। सजिलो बुट्टा छ साथी, हेर्दा नि कति राम्रो देखिन्छ, सजिलो पनि छ। अनि यो धागो पनि धेर लाग्दैन यो डिजाइनमा चाहिँ। अरू डिजाइनमा चाहिँ धागो धेरै लाग्छ, कुनै कुनै डिजाइनमा अप्ठ्यारो पनि हुन्छ। यो चाहिँ सुरुमा सिक्ने साथीहरूको लागि चाहिँ साह्रै सजिलो यो। अब यतापट्टि हेर्नुहोस् त। अब यता 2 3 अनि अब यो हो त्यो छेउको एक यताको उल्टो 1 घरमा पहिलेको उताको 2 घरको त्यहाँ पल्लोबाट यसरी ल्याउने, धागो घुमाउने अनि उल्लो 1 घर र अहिलेको प्याटर्नसँग हो त्यसरी हो यसरी गर्ने। अनि अहिलेको त्यो पछाडिको 2 घर, अब यहाँ 3 घर बन्यो। 3 घर बन्यो, 3 घर उल्टो बन्यो। अब यहाँ फेरि हेर्नु 3 घर मात्रै उल्टो बन्ने। अनि त्यो उल्टो 1 घरलाई सँग बनाउने बुट्टा चाहिँ हो त्यो हो यो। हेर्नु त है, हो योसँग है। त्यसो गरेपछि यता बुट्टा बाङ्गो हुँदै आउँछ। अनि त्यो 1 घर पनि त्यतै बुन्ने। फेरि अर्को यहाँ हेर्नु है, यसमा पनि 3 घर बुन्ने। अनि त्यो 1 घर यता उल्टो र सुल्टो बनाएर उरतिर बाङ्गो सार्दै ल्याउने क्या साथी, यसरी बाङ्गो पार्दै ल्याउने। अनि यसरी यता उल्टो घट्दै जान्छ, सुल्टो बढ्दै आउँछ। उल्टो घट्दै जान्छ, सुल्टो बढ्दै आउँछ। अब बुट्टा राख्नलाई फेरि यता उँभो अहिलेको उल्टो त्यो सुल्टो बनेकोहरूलाई यसरी उल्टो बनाउने। अनि अब त्यहाँ 2 घर जुन छ नि हो त्यो 2 घरलाई चाहिँ उता बुट्टा बनाउने हो। त्यहीँ हेर्नु है, त्यो हो त्यो। यो 2 घरलाई चाहिँ हो त्यसरी नै बाङ्गो बनाएर पहिला उता छेड्ने अनि यता छेडेर बुट्टा बनाउने। फेरि यो सुल्टो भएकोलाई 4 घर उल्टो बनाउने। हेर्नु त, त्यो 2 घर प्याटर्न बनाउने चाहिँ मास्नु हुँदैन। पहिले उता 2टा बुन्ने अनि यता बुन्ने, हो यसरी।
त्यो 2 घर चाहिँ मास्नु हुँदैन। 2 घर मास्यो भने चाहिँ फेरि बुट्टै सिद्धिन्छ बनाउने, फेरि अर्को उठाउन त्यो बाङ्गो गएको काटिन्छ, राम्रो देखिँदैन। यसरी बनाउने। बुझ्नु भएन भने फेरि अर्को भिडियोमा कमेन्टमा लेख्नु होला, फेरि अर्को भिडियोमा म फेरि सिकाउने छु बुझ्नु भएन भने। अब फेरि यता 3 घर बुन्ने, बाङ्गो पार्ने।